हेलो 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 गाइस। ल हेर्नु त मेरो घिउको माडी कत्रो ठुलो भयो। यो त कति छिटो बढ्या हो। अब यसलाई चाहिँ पानी अलिअलि हालिदिनु पर्यो। हेर्नु न यहाँ चाहिँ चमचले ठाउँ नभएर क्या, ठाउँ पनि सानो हुन्छ यो विदेशको ठाउँमा है। पानी अलिअलि हाल्यौँ। यसमा पनि धेरै हाल्नु त हुन्न भन्छ क्या अरे, सुकिहाल्छ क्या एसीले भित्रै राख्दा पनि फुत्रुक्कै सुक्छ। अहिले त अस्ति भर्खर रोपेको यसरी पो आयो त। यो पनि आछ, यो पनि आछ। अनि तपाईहरूलाई एउटा कुरा सोध्छु भने के, यो रातभरि निन्द्रा लाग्दैन, रातभरि निन्द्रा लाग्दैन, के भयो होला है? अनि आफैलाई डर लाग्छ, कतै डिप्रेसन त हुनु लागेन भन्छु, फेरि टेन्सन पनि छैन खासै। के हो म त आज त झन् राति 2 बजेदेखि फिट्टिक्कै लागेन निन्द्रा। खोकी लाएर हो कि के हो छक्कै परे। अब यसको भिडियो बनाउने पस्ने। ड्युटीमा भाग्यो, बेलुका आयो। बिहान नि घाम देख्नै पाउँदैन, बेलुका पनि घाम देख्नै पाउँदैन। बेलुका पनि राति, बिहान पनि राति। गाह्रो छ। म त बेडसेट नमिलाइकन यत्तिकै राखेर भागिहाल्छु। अनि आएर भाडा पनि जुटै छ, अनि मिलाउँछु। के गर्नु, गाह्रो छ नि। यो निन्द्रा आएन भने चाहिँ के गर्नुपर्छ? राति तातो पानी खाँदा नि हुन्न, के गरौँ हो। लास्टै निन्द्रा लाग्दैन। त्यस्तै 4-5 दिन भयो। पानी पनि चिसो भएर बस्छ। गाह्रो छ। खोकी लागेको छ त्यस्तै। अब के गर्नु, सुत्यो निन्द्रै लाग्दैन। बढो के गर्ने। अब झ्यालबाट तल हेर्नु पर्ला, मान्छेहरू हिँड्दैछ कि छैन कि। गाडीहरू हिँड्दै रहेछ, मान्छेहरू हिँड्दैछ गुडुडुडुडु लाएर। झ्याल खोल्यो, हेऱ्यो, बिहान 3:30 उठ्नुपर्ने मान्छे 9 बजीसम्म निन्द्रा, 9-10 11 बजीसम्मै लाग्दैन निन्द्रा। हाम्रो बटरफ्लाई हेर्नु कत्रो ठुलो। बटरफ्लाई दुईटा छ है। यो चाहिँ आमा चाहिँ, यो चाहिँ बाउ चाहिँ,
यो चाहिँ छोरा चाहिँ यो चाहिँ छोरी र छोरी सानो छोरी चाहिँ अय्या अब तल झर्नु पर्ला हौ चिया खानलाई बरु निन्द्रा लागेन के गर्नु खै माथि दिदी सुत्यो कि के गर्यो अब जान त हुन्थ्यो नि एक्लै फेरि के जानु राति राति भूत आउँछ किन लिपतिर नि भूत आउँछ भन्छ अनि डर लाग्छ म त साँच्चीकैको भूत आउने हो कि भन्दै डर लाग्छ यो के अरे यो घिउकुमारी चाहिँ मजाले छिटो बढ्दो रहेछ नि अर्को त बढ्दैन फेरि त्यति घिउकुमारी छिटो बढ्दो रहेछ